अहिले हामी यो कताको गल्ली आइरहेछौँ। यहाँ शिक्षक बनाइरहेछ। ऊ त्यहाँ चाहिँ त्यो गुम्बा के छ अरे त्यहाँ। अहिले हामी मार्फामा हिँडिरहेछौँ। यो गल्ली नम्बर, यो चाहिँ कबड्डी गल्ली। ल है साथीहरू, कबड्डी गल्लीभित्र के रहेछ हामी एक्सप्लोर गर्नेछौँ। यो भाइहरू दौडिरहेछ। कहाँबाट आयो भाइ तिमीहरू? बागलुङदेखि आयो। बागलुङदेखि आइरहेछ नि भाइहरू। कबड्डी गल्लीभित्र के आखिर के रहेछ त कबड्डी गल्लीभित्र? हो नि, युट्युब च्यानलको नाम अरुण तमु ब्लग। सब्सक्राइबर त खासै छैनन् कि भाइ, ठिक छन्, तर जस्ट फर मेमोरीको लागि यो यता गल्ली नै गल्ली रहेछ। यता कताबाट, यता कता निस्किन्छ दिजु? खै दिजुले त केही बोल्नु भएन। हजुर, यो यताबाट यता माथि पुगिन्छ अरे। अब यता के हो थाहा छैन, त्यही पनि म हल्का फुल्का एक्सप्लोर चाहिँ हान्छु यो मार्फाको कबड्डी गल्ली भन्ने। यहीँ भोटे छ, सानो भोटे। यो यस्तोहरू छ। यताबाट कता कता पुग्छ। म चाहिँ ल एकछिनमा चाहिँ फेरि फर्किने छु। यो कबड्डी गल्ली मैले तपाईँहरूलाई देखाइहालेँ। ल है त, यो कबड्डी गल्ली यति नै। अब अर्को गल्लीमा भेटौँला। यो कबड्डी गल्लीको यो यतापट्टि गल्ली। अघि म साथीहरू तपाईँहरूलाई त्यता गरेँ, माथिबाट भिडियो पज गरेर। अब यो अर्को गल्लीमा कता जाँदो रहेछ है, यसो हेरौँ कहाँसम्म पुग्दो रहेछ। म हराउन पनि सक्छु होइन। दाजुहरू उता जानुभयो, यताबाट नि रहेछ बाटो, तर म यो बाटो लिनेछु। र अब यता तल कता निस्किन्छ। यहाँ बिजुली बत्तीको ट्रान्सफर्मर रहेछ। यो अहिले अक्सिजनको कारणले धेरै जस्तो व्यवसायहरू बन्द छ होइन। म चाहिँ अब यो कबड्डी गल्लीबाट यता राइट टर्न लिने बित्तिकै हो यो आम्चे गल्ली निस्किँदो रहेछ। आम्चे गल्ली नम्बर 10 मा चाहिँ निस्किँदो रहेछ होइन। अब दाजुहरू कता जानुभयो? ए दाजुहरू यता यो आम्चे गल्ली आउँदो रहेछ। दाजुहरू चाहिँ उता हुनुहुन्छ होइन। ल है त, म चाहिँ त्यो कबड्डी गल्लीबाट आम्चे गल्लीमा चाहिँ म निस्किन सफल भएँ। ल है त साथीहरू, गल्लीबाट हामीले यता एक्सप्लोर गर्दैछौँ। खै यता दाजु यो कहाँको पानी आइरहेछ? यो माथि खोलाको पानी आइरहेछ अरे। यो चाहिँ सबै तपाईँहरूको स्याउको बोटहरू हो। यो यसरी आइरहेछ होइन। अब हामी नि यसरी टक हिँडिरहेछौँ हामीहरू। यो चाहिँ स्याउबारी माथि हिमालहरू टल्किरहेछ। यो चाहिँ स्याउबारी हो, तर अहिले स्याउबारी छैन, किनभने अहिले अफ सिजन हो नि त साथीहरू, स्याउ फल्ने सिजन होइन। अब हामी यताबाट कता एक्सप्लोर हान्छौँ, हिँडिरहेछौँ एक्सप्लोर। अब के हो यो स्टोर फ्री स्ट्रेस, सरी माफ पाऊँ, स्ट्रेस फ्री टावर जाने बाटो 11। है साथीहरू, मेरो स्ट्रेस अब जति पनि थकानहरू छ मुस्ताङको यात्रामा, त्यो म स्ट्रेस फ्री गराउन तपाईँहरूलाई लैजाँदैछु। मेरो साथ तपाईँहरू पनि स्ट्रेस फ्री गराउनु होला। ल है त, अब यो कहाँ पुगिन्छ त मलाई थाहा भएन। म चाहिँ अलि टुप्पोसम्म चाहिँ म पुग्दिनँ होला, किनभने म हल्का गल्लीहरू एक्सप्लोर गर्नुपर्ने छ कि। यताबाट आखिर त्यता हुँदै त्यही
त्यही थिम नै जाँदो रहेछ। ऊ त्यहाँ यस्तो स्याउको के छ, यता हिमाल टल्केको छ। म चाहिँ यो बाटो फर्किएँ साथीहरू। ल है त अहिले फेरि जहाँबाट सुरु गरेको थिएँ त्यहीँबाट फेरि स्टार्टिङ गर्छु म। र अघि म यहाँबाट तपाईँहरूलाई उतासम्म लगेँ, या यताबाट तपाईँहरूलाई म यता लैजाने र सकभर मार्फत देखाउने प्रयास गर्दैछु। यता यो के रहेछ यसो तपाईँहरूलाई देखाउँ मैले होइन। यता चाहिँ के रहेछ कुनै यो खासमा के रहेछ खै के हो मलाई पनि थाहा भएन। धर्मशाला रहेछ साथीहरू। ल यो धर्मशाला रहेछ। यता तपाईँहरू आएर बस्नु सक्नुहुने रहेछ। त्यो के हो कसो हो त्यो थाहा भएन, स्थानीयलाई बुझ्नुपर्ने हुन्छ होइन। यता घरहरू चाहिँ सबै प्रायः यता माथि माथिबाट हुन्छ होइन। अब म चाहिँ यताबाट भन्दा त्यहाँसम्म चाहिँ जान्छु। दाजुले भारी बोक्नु भएकोसम्म चाहिँ जान्छु होला। त्यसपछि त्यहाँभन्दा उता चाहिँ जाँदैन। ओ यताबाट चाहिँ तपाईँको मार्फत गल्लीको समाप्त हो त्यो तपाईँहरूले यो त्यो माथि अलिकति माथि त्यो रुख छ नि, त्यो रुखबाट यता टावर यतासम्म चाहिँ तपाईँको हुनेछ। तर म अब रिटर्न ब्याक हुनेछु है। ल यता दाजुहरू बाइक त लिएर आउनु पाइन्छ यहाँ। मार्फा भन्ने छ, कति राम्रो सुन्दर होइन। अब तपाईँहरूलाई कबड्डी गल्लीबाट उता गल्ली तपाईँहरूलाई एक्सप्लोर गराएर देखाउने छु। ल है त डिसमिस हुनसक्छ, मिलाएर हेरिदिनुहोस् होला सबैले है त। उहाँ हुनुहुन्छ हाम्रो विक्रम दाजी। ल दाजी हामी कहाँ आइरहेछौँ अहिले? दाजी ल यसो भनिदियो। दाजी यहाँले फोनमा व्यस्त हुनुहुँदो रहेछ। दाजी एउटा सानो कुरा यसो भनिदिउँ न। ए दाजी, दाजीले भन्नु भएन दाजी। ल हामी कहाँ डुलिरहेछौँ आज यसो भनिदिनुहोस् त। हामी कहाँ डुलिरहेछौँ यसो भनिदिनुहोस् न। हजुर त्यो त थाहा भएन। ल होइन त हामी चाहिँ सानो अब फ्यामिली टुर भन्दा पनि हाम्रो यस्तो अब प्लान नबनेको अब झ्यापचुप गर्दाखेरि यति नै आइपुग्यौँ हामीहरू होइन। यहाँ साथीभाइहरू डुलिरहेछन् यसरी। उहाँहरू पक्कै नै स्कुलको टुरबाट आउनुपर्ने हुनेछ। हामीलाई त स्कुलबाट टुरहरू लिएर आएन फेरि। अब यताबाट स्याउबारीको बारीहरू नखै त अघि हामी यही आमचे गल्लीमा निस्केको थियौँ। त्यो गल्लीबाट हामी यता जानेछौँ। चाहिँ खै के छ छनु चाहिँ छ। ल म चाहिँ अलि अगाडिको गल्लीबाट तपाईँहरूलाई उपस्थित हुनेछु। कबड्डी गल्लीबाट तपाईँहरूलाई भिडियो स्टार्टिङ गरेको थिएँ। अब यता यो गल्ली हामीले लैजानेछौँ। घरिघरि हामीले एउटै गल्ली देखायो भने खानुहुन्छ होला, तर के गर्नु यस्तै छ। अब यता घुमिरहेछौँ हामीहरू। ल है यताबाट माथि गुम्बा यो यहाँ छोड्तेनहरू छ नि त। ल हामीले ल यस्तो घुमाइदिउँ हल्का फुल्का है। यस्तो फनाउन हामीले हल्का घुमाइदिन्छौँ आफ्नै पाराले होइन। यताबाट बुद्धिस्ट मोनास्ट्री जान सक्नुहुनेछ तपाईँहरू। त्यहाँ माथि चाहिँ छ तपाईँको गुम्बा। यो गुम्बाको गेट भइहाल्यो होइन। है त अब हामी अलि अगाडि गएर
हामी अलि अगाडि गएर एक्सप्लोर हामी चाहिँ यो मनाङको गल्लीहरू सकभर मनाङको गल्लीहरू हामी सब तपाईँ मनाङ भनाएछ मुस्ताङ साँच्चै त्यो अब मनाङ मुस्ताङ अलिक फ्यामिलियर भएर त्यस्तै भएको है उहाँ दाजुले हामीलाई गरिदिनु भयो ल यो जेरी गल्ली यहाँबाट अनि यो यता जेरी गल्ली यो जेरी फिल्मको सुटिङ भएको होला त्यही पनि यताबाट अलिकति उता गइदिनु ल ठ्याक्कै है ल जेरी गल्लीको उपस्थित हुने बित्तिकै यसो हामीले यता कतिसम्म कता पुगिन्छ हामीले यसो एक्सप्लोर गरिदिउँ हामी अहिले जेरी गल्लीभित्र छिरिरहेको छौँ तिमी आफू नानीको घर यतै हो ए बाबु नानीहरू यसरी फुलुङ काम गरिरहेछ अब यहाँ यस्तै छ नानीले त कस्तो राम्ररी बोकिरहेको छ यताबाट उता त निस्किँदैन है दिजु ए यो कता गल्ली त निस्किँदैन है हो ल अब हामी यतै घुम्छौँ अलिअलि यताबाट कता जान्छ दिजु ए उता गल्ली निस्किन्छ हस् त ल अघि आएको बाटोमा हामी निस्किन्छौँ हामी यो घुमाउँदै भन्दा पनि चक्करै भयो यहाँ लाइटको व्यवस्था पनि रहेछ यतातिर बाटोहरू चाहिँ यस्तै नै छ तपाईँहरूको होइन हामीले एक्सप्लोर गर्ने क्रममै छौँ मुस्ताङको मार्फा गाउँ यताबाट माथि कता जाँदैछ भने यताबाट ल हामी दाजुहरूलाई म एक चक्कर मारेर यहीँ निस्किँदो रहेछ आखिरमा मैले यही देखाउन खोजेको तपाईँहरूलाई होइन ल यो चाहिँ है यो धौलागिरी बेस क्याम्प यताबाट सिधै जानुभयो भने तपाईँहरू 3 दिनमा धौलागिरी बेस क्याम्प गइन्छ भनेर लेखेको छ यहाँ बोर्ड अनुसार ल यी दाजु अब त्यहाँसम्म कतासम्म जानुहुन्छ तपाईँहरूलाई यहाँबाट धौलागिरी बेस क्याम्प लेखेको छ यहाँबाट यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुनेछ अब केही चाहिएछ भने तर यहाँ आज विद्यार्थीहरू आएको कारणले गर्दाखेरि हल्का भिडभाड नि हल्का पातलो नै छ छन छ तर पातलो नै छ हाम्रो यहाँ दिदीहरूले थकालीको अथेन्टिक ड्रेस लगाएर फोटो खिच्दै हुनुहुन्छ यहाँ भाइहरू पोसाकहरू पाइन्छ यता गल्लीहरूमा यता हाजी हुनुहुन्छ उहाँ ल यता अब एकछिन पछि भेट्नुपर्छ खिच्ने क्रममा यताबाट जेरी गल्ली यता सबैहरू सार्वजनिक शौचालय नै जान सक्नुहुनेछ र मेन पार्ट भनेको यो छुट्टिएछ कि किन भन्दाखेरि यहाँ यस्तो ठाउँमा पनि मार्फा कम्युनिटी लाइब्रेरी रहेछ ल है साथीहरू यो यहाँ त्यही इन्फर्मेसन दिनलाई आएको म हाम्रो सोल्टीले यहाँ यस्तो यो शेर्पा ड्रेस लाएर फोटो खिच्ने भन्दै हुनुहुन्छ हाम्रो यो सोल्टी यो चाहिँ कुन ठाउँमा पऱ्यो मार्फा ड्रेस हाउसमा चाहिँ सोल्टीले यहाँ ड्रेस लगाउने क्रममै छ यो मार्फा ड्रेस हाउसले फोन छ छैन त्यसो यस्तो हेर्नु यहाँ चाहिँ यसरी बाइकहरू नै आउँदो रहेछ तर बाइकको चाहिँ स्पिड चाहिँ 10 भनेर तोकिएको छ अब 10 भन्दा बढी चाहिँ नकुदाइने होला यतिर पनि यस्तो फोटो खिचाइ कार्यक्रम हुँदैछ तर दाजी र हाजी चाहिँ त्यहाँ बस्दै हुनुहुन्छ भने ट्रेकिङ सप सेन्टर पनि यहाँ छ यहाँ फोटो खिच्ने राम्रो लाइटिङको व्यवस्था पनि छ तपाईँहरूलाई अब यहाँ कसै साथीहरू पनि चाहिएन कि यहाँ ठक्क ठाउँमा मोबाइल स्ट्यान्डहरू पनि छ ठ्याक्क राखेर सिध अब टिकटक के बनाउने हो त्यो बनाउँदा पनि हुन्छ है त ल आखिरमा तपाईँको सामान केही छुट्यो कि भनेर लेखेको छ है ब्याक टु भिडियो यो यहाँ चाप हुँदैछ अनि
मान्छेहरूको होइन। यहाँ नयाँ संरचना बन्दैछ, हामी यो गल्ली डुल्दैछौँ होइन। यो गल्ली डुल्दै जाने क्रममा चाहिँ यस्तो यो तल बाटो चाहिँ यसो हल्का हेरेर भिडियो बनाउँदै हिँड्नु होला है। म चाहिँ हिँडिहालेँ यसरी नै आफ्नै रिक्समा। यो चाहिँ हाम्रो बुद्ध गल्ली है, उहाँ बुद्ध भगवान् हुनुहुन्छ। हाम्रो यो टिकटक स्टेसन हो कि समथिङ के छ त्यो आइरहेछ। यहाँ चाहिँ यहाँ बधाईले फुपूको फोटो खिच्दै हुनुहुन्छ है। है त आजी यसो हाई भनिदिनु। होटेल मार्फा प्यालेस यहाँ छ है, टिकटक स्ट्रिट रे। ल यो तपाईँहरूले यहाँ टिकटक बनाउन सक्नुहुनेछ। यो सानो टुकटुक नि यहाँको तपाईँहरूलाई ठाउँ बनाउन सक्नुहुन्छ, भिडियो बनाउन सक्नुहुन्छ। ल है त यहाँ चाहिँ ठाउँमा यस्तो यो सकुल राखिदिएको हुन्छ यो याकको। हामी यसरी नै हिँडिरहेछौँ, एक्सप्लोर गरिरहेछौँ। आजको दिन हामीले मार्फा नै एक्सप्लोर गरेर जानेछौँ। ल है त साथीहरू फोटो खिच्दैछन्। यहाँ चाहिँ के सूचना छ पार्टीहरू। यहाँ चाहिँ यो आफै पढिदिनु होला। यहाँ यसरी उहाँले जसरी फोटो खिच्न सक्नुहुनेछ भने यसरी जब साँझ पऱ्यो तब यो गल्ली अलि हाइपमा आउँदो रहेछ होइन। साथीभाइहरू हामी एक्सप्लोरिङको क्रममै छौँ। यता एक्सप्लोरिङको क्रममै छौँ। यहाँ अर्को भने छ यो अर्कैवाला टाइपको छ कि यहाँ फेरि होइन। अहिले हामीले देखेको जस्तो हामीले अब बजारतिर यस्तो त देखिँदैनौँ नि त। यस्तो यहाँ चाहिँ अर्कै छ। यहाँ ठाउँ उहाँ चाहिँ आदि भोटेलाई के भन्छ अरे मने होइन हो, उहाँ मने चाहिँ राखिएको छ। त्यो चाहिँ खै के कारणले हो त्यो हामीले चाहिँ खासमा खै अस्तु राख्ने के भन्ने चाहिँ हामीले सुने हो। हाम्रोमा चलनमा चाहिँ त्यस्तो छैन। तपाईँहरूको यहाँ रिचार्ज कार्ड अभाइलेबल चाहिँ यहाँ छ। यहाँ चाहिँ फायर एक्सटिङ्ग्विसर नि छ हजुर। त फोन हान्छु भन्दै थियो कि त्यसले। डाइटिङ.com हामी त्यो भित्र एक्सप्लोर हान्दैछौँ। ल है त यता पनि छ भने पनिहरू ठ्याक्कै अब एउटा मार्फा गल्ली दिने जाने क्रममा छ। स्कर्पियोहरू पार्किङमा छ। हामी एक्सप्लोरिङको क्रममै छौँ। यो होटेलहरू चाहिँ नदेखाउँ। यो यहाँको यो रुख काट्यो। यहाँको चाहिँ स्कुल छ, यो स्कुल छ नि यो गाउँको। तपाईँको स्कुल भने कि यो गाउँको स्कुल श्री जन बाल माध्यमिक विद्यालय भन्ने स्कुल चाहिँ यहाँ छ। तपाईँको यो रुखहरू हेर्नुहोस् न, यस्तरी मजाले
काटिएको छ। गाडीसम्म हिँड ऊ त्यही हो मार्फा गल्लीको इन्ट्रान्स भन्यो भने उताबाट नि छ इन्ट्रान्स, यताबाट नि छ। हामी चाहिँ यतैबाट छिर्यो अनि यहाँ सानोतिनो कुलोहरू छ। त्यति नै हो, यति नै रहेछ मार्फा गल्लीको हुँदैछ। अब हामीले आज पार्ट 1 मा आउनेछ यो भ्लगमा एक्सप्लोरिङ मार्फा भन्दै। ल है त साथीहरू, अब हामीले आजको भ्लग यहाँको लोकल बिजनेसलाई पनि सपोर्ट गर्न सक्नुहुनेछ हजुरहरू। मार्फाको तपाईँको ब्रान्डी पनि छ, विस्की समथिङ के छ, तपाईँको जुस पनि छ होइन। यो के स्याउको सिकुटीहरू पनि छ। तपाईँहरूले अब कता तपाईँहरू फेभरेबल हुन्छ तपाईँहरूले त्यहाँबाट लिन सक्नुहुनेछ होइन। ल है त म यति नै भन्दै आजको दिनमा मार्फा एक्सप्लोरिङ डे 1 मार्फा एक्सप्लोरिङ डे 1 भन्दा पनि मार्फा एक्सप्लोरिङको भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु भन्दै हजुरहरूलाई सन्ध्याकालीन नमस्ते।